नमस्कार अनि गुड इभिनिङ सबैजनालाई। आज म तपाईँलाई एकदमै इन्ट्रेस्टिङ जग्गा सिलगढीको वान अफ द ओल्डेस्ट क्याफे नेताजी क्याबिनमा लैजानेछु अनि त्यस क्याफेको बारेमा तपाईँलाई केही जानकारी दिनेछु। यो क्याफे 1950मा मान्टु बागचीद्वारा सुरु गरिएको थियो अनि यो सिलगढीको सबैभन्दा पुरानो एउटा क्याफे पनि हो। अनि यहाँ अहिले पनि तपाईँहरू जानुभयो भने त्यही 70s 80s को भाइब पाउनुहुन्छ। त्यही पुरानो काठको स्ट्रक्चर, पुरानो टेबल चेयर, पुरानो त्यो काठको फ्लोर तपाईँहरूले देख्न सक्नुहुन्छ है। अनि यहाँनिर त्यही ओल्ड स्कुल ब्रेकफास्ट जस्तै बटर टोस्ट, हाफ बोइल्ड एग, त्यहाँदेखिको त्यो दार्जिलिङ प्योर दार्जिलिङ टी चाहिँ यहाँको एकदमै विशेषता रहेको छ। अनि यहाँ सुरुमा चाहिँ न्यू जलपाइगुडी स्टेसनका लोको पाइलटहरूले अड्डा मार्ने गर्थे, उनीहरू चिया पिउन आउँथे भन्ने भनाइ छ। भने पछिका दिनहरूमा चाहिँ विशेष गरी इन्टेलेक्चुअल ग्रुपहरूको एउटा हब भएको थियो, उनीहरू यहाँ आउँथे अनि दार्जिलिङ चियाको चुस्कीसँगै आफ्नो आइडियाहरू सेयर गर्ने गर्थे भने उनीहरू कतिवटा प्लानहरू पनि यहाँ बसेर गर्ने गर्थे भन्ने एउटा इतिहास छ। भने त्यस समयका तत्कालीन मुख्यमन्त्री विधानचन्द्र रोय अनि ज्योति बसुले पनि यहाँ आएर चिया पिएका थिए भनेर धेरैले भन्छन्। भने सुभाषचन्द्र बोसले पनि कुनै दिन आएर यहाँ चिया पिएका थिए भन्ने धेरैको दाबी रहेको छ।